खण्डीकरण गर्न गइरहेका छौं र जुन चाहिँ ax² + bx + c स्वरूपको चाहिँ के छ खण्डीकरण छ। अब यस अन्तर्गत पर्ने एउटा मैले खण्डीकरण लेख्यो भने जस्तै बीजीय अभिव्यञ्जक लेख्यो भने x² + 7x + 12। अब यहाँनिर बुझ्नुपर्ने के छ भने हामीले योसँग ax² + bx + c सँग तुलना गर्दाखेरि अब यहाँ चाहिँ के छ भने x र 12 गुणा गर्दाखेरि x² त्यहाँ दिएको छ, त्यसको गुणाङ्क कति हुन्छ भने 1 हुन्छ। 1 × 12 भनेको हाम्रो 12 नै भइहाल्यो र अब यो +12 भएको खण्डमा जोड्दाखेरि पनि हामीलाई कति चाहियो 7x चाहियो। सो द्याट x² + x + 12 छ भने अब हामीले 12 का गुणनखण्डहरू लेख्नु पर्यो। 12 × 1 = 12, 6 × 2 = 12, 4 × 3 = 12। हामीले योलाई 12 का गुणनखण्डहरू के हुन् भने 1, 2, 3, 4, 6, 12 हुन्छ। र 12 का गुणनखण्ड लेखिसकेपछि हामीलाई आवश्यक पर्ने पद भनेको 7x हो। अब यी पदहरू दुईटा गुणनखण्डहरूलाई जोडौँ। 12 मा 1 जोड्यो 13, यो मिलेन, हामीलाई चाहिने 7x हो। 6 मा 2 जोड्यो 8, यो पनि मिलेन। र 4 मा 3 जोड्यो 7, यो मिलिरहेछ भने यो पद 4 × 3 = 12 दुईटा गुणनखण्डहरू यहाँ राख्नु पर्यो। अब 4 × 3 छ भने 4 × 3 = 12 पनि भइहाल्यो, 4 × 3 = 7 पनि भइहाल्यो। अब योलाई 4 + 3, 3 + 4 राख्दा कुनै फरक पर्दैन। त्यहाँ चाहिँ आन्सरमा चाहिँ खाली गुणनखण्डहरू यताउता मात्र पर्ने, अभिव्यञ्जकहरूको गुणनखण्ड गर्दाखेरि त्यहाँ चाहिँ गुणनको रूपमा अगाडि पछाडि मात्र आउँछ। र अब यहाँ दिएको छ x² प्लस त्यो कति x भयो 4x भयो, त्यसैगरी 3x। अब 4 × 3 = 7x पनि भयो, 4 × 3 = 12 पनि भयो। अब 4 वटा पद भयो हामीसँग। 4 वटा पद भयो भने दुईटा पदहरूको पेयर बनाउने, जोडा बनाउने। अब यो कति छ x × x, x² भनेको दुईटा x गुणनको रूपमा आयो भनेको 2x हैन, x × x प्लस 4 × x। किन हामीले 2 2 जा लेखेनौँ? यहाँ चाहिँ नम्बर छैन, या गुणाङ्क एउटै छ भने त्यो फरक परेन, त्यहाँ साझा हुने केही छैन। 3 × x प्लस 12 भनेको 4 × 3, 3 × 4 हाम्रो त्यही गुणनखण्डहरू त्यहाँ लेख्ने हो। र अब दुईटैमा पदमा साझा x साझा, र बाँकी रह्यो x + 4 र प्लसको प्लस चिन्ह, यहाँ चाहिँ 3 साझा, यहाँ पनि x + 4। याद राख्नुपर्ने कुरा हो के भने दुईटैमा सेम हुनुपर्छ। अब दुईटैमा के साझा x + 4 र x + 3 चाहिँ रिमेनिङ पार्ट बाँकी रह्यो। र यो यदि हाम्रो यहाँ चाहिँ 3 + 4 राखिदिएको हो, हाम्रो एन्सर चाहिँ x + 3, x +